तलबाराही पोखरा मान्छेको यस्तो भिड छ यो डुङ्गा चढ्नको लागि। बिहानको अहिले 8:15 भयो। त्यही भएर मन्दिर दर्शन गर्न जानेहरूको भिड छ। मन्दिर त्यहाँ भित्र पर्छ, मन्दिर त्यहाँनिर छ। छोरोले यो के हेरिरहेछ बुझ्न गाह्रो छ। यो फेवाताल यो टुको एरिया छ, भित्रभित्रहरू पनि छ। सारा रह्यो घुम्नलाई। यहाँ त माथिको स्तूपा छ। टिकट काट्ने लाइनमा बसिरहेछ। चलो टिकट काट्ने होइन। क्या बड़ा है। मिल्छ 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 जहाँ बस्यो बेबो डराइरहेछ। बाबु अलि लेफ्ट साइडमा बस्छ। गुड 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 नो प्रब्लम। यहीँ बसिनु हुन्छ। वाह हेरिस यता हात पर्छ, हात यसो नगर। हो यहाँ गर बाबु, यहाँ बस न। वाह बाबु डराउँदैन, डराउँछ त। ओहो माथि गुडिरहेको छ त। तालबाराही मन्दिर मर्निङ मान्छेहरूको भिडभाड छ। पूजा लिएर जाँदैछ त्यतिकै। पानी हो यो, हातो गराए सुहाउनु पर्छ कि पर्दैन? बस आऊ। गुड बल्ल ब्यालेन्स मिलेछ। तालबाराहीको घुमघाम यात्रा टाढा गइरहेको छ हामी। पछाडि हाम्रो दाइ हुनुहुन्छ। कस्तो लागेको छ बेबी? राम्रो छ नि। गुडला गेडला कति छ माछा? धेरै छ। यो तालबाराहीको मन्दिर ठ्याक्क राइट साइडबाट एक राउन्ड हानेर सर तालबारीको पछाडि सर घुमेर अनि अगाडि लग्छ। जस राइट साइडबाट एक फेरो चाहिँ यो उसलाई मारेर अनि दर्शन लिएर जान्छ ढुङ्गाले पनि। ठ्याक्कै फेवातालको बिचैमा पर्छ। हामी 3 जना